स्कुटी स्कुटीमा त हिँड्नुहुन्न बिहान बिहान जाडो हुन्छ बिहानै उठाउन आयो भरे के त लाग्छ क्या भित्ता पनि ढलान छ बाटो यो हो मैले जोड्छु कि ट्र्याक्टर ल्याएर बाटो पनि यस्तो ठाउँ ठाउँ चाहिँ भएछ यहाँ पनि धेरै यो युरियाको प्रयोगले गर्दाखेरि जोत्नै नसक्ने भएछ भन्छ केटाहरूले अब पाल्न साल्न छोडिसक्यो भैँसी फल्छ भन्दै धेरै खाँदै युरियाको प्रयोगले गर्दाखेरि यहाँ हामी हाम्रो झल्ट कति धेरै गर्छ न खेल्न त बलै चाहियो हाम्रो घरमा डाउनलोड नि छ डाउनलोड हो कति धेरै यहाँ पनि कोब्रा भन्दो रहेछ गोबन साँपहरू जताततै देखिन लाग्छ भन्छ त्यसको मतलब पहाड पनि तातिसकेको रहेछ अब हाम्रोमा फेरि किन कोब्रा देखिन लाग्छ भनेपछि हामी अफ्रिका जस्तो हुँदैछौँ भने पहाड तराई जस्तो हुँदै गइरहेछ पानी नपरेको लगभग 7 महिनामा यता त अस्ति आयो गरे बरु उता चाहिँ पर्दै परेन हो दुइटै लड्छ भरे मसी त निकै ठुलो चाहिँ भन्नु पऱ्यो आफ्नो कुराहरू सुनाउँछ साथीहरू कुरा सुनाउँछ भदैनीले टाइम पास गरेर माछा कुन माछा समाएर बोतलमा हाल्ने हो हो त रोकेको हो के अब के गर्ने कहाँबाट आउनुभएको पहिला आयो घर गयो फेरि गएर कता गयो फेरि फर्केको हिँड्दै आयो केटाकेटी कहाँ हो नि यहाँ त तारै भए पनि गाई चाहिँ यस्तरी बोल्न मिल्छ माछा जानु भन्छ के अरे खपेदीमा यहाँ हाल्ने अरे कोकको बोतलमा ठुलै भोटी समात्यो भनेको ल हो शुभ बिहान है गाईहरू हामी पाहाडको स्वच्छ हावा हेर्दा पनि खासै उ त छैन घाम राम्रो लाग्नुपर्छ यो बारीहरू यहाँ बाँधेर असाध्यै लाग्दो रहेछ छरेको मकै जति सबै खाइदियो भनेर गुनासो गर्दै थिएँ यी सबै कुलोहरू पक्की छ अप्ठ्यारो ठाउँमा सबै ढलाइ छ पारी घरहरू त्यो सबै खाली
कहाँ पुऱ्याएस हेमो पानी उहाँ धारामा त्यसरी आउँछ त्यहाँ ए हाँगा त सुक्यो अन्त ए यसै ज्यान तान छापो मन्थेको पारेको मन डाँडा भन्ने गाउँ एउटा भए पनि पाहाडमा झुप त्यो कुन गाउँ अरे ऊ त्यो मन डाँडा समूहमा भन्दाखेरि छापा यो मन डाँडा यो भर्खरको करम छ अनि हाम्रो घरलाई के भन्छ अरे यो माथिको मन्दिर जुत्ता हालेर जुत्ता हाल कति चिसो छ पानी नलिकिन है नलिकिन थपक्क जोलदेखि तेल टिप्ने दुधे गए त हैछ बिचरा खाइदिएछ है यसको त खप परेर ऊ हुन्छ क्या कहाँ जाने अरे हामी आज परेवा लिन जाने होइन परेवा हिजोको परेवा हो कि नै हो त कतिवटा छोप्छस् गरे दुइटै बोक्छस् बोक्छस् नि परेवा गरिङ्गो हुन्छ तँलाई ए झोला गरिङ्गो हिजोको बाकस लगभग 100 वर्षभन्दा बेसी इतिहास बोकेको रुखहरू हामीहरू बर्को पहिलाको बुढाहरूलाई बरु थाहा रहेछ कि स्वामी बरहरूले अक्सिजन दिन्छ तुलसीले अक्सिजन दिन्छ भन्ने हामी चाहिँ अहिले काट्नमा उद्योग भइरहेको छ सहर बजारको यस्ता इतिहास बोकेका रुखहरूलाई शक्तिशाली छ भने नमस्ते सन्चै हुनुहुन्छ सन्चै हिजो सबै सन्चै छ ए हजुर अहिले नानी छैन म हिँड्ने ऊ बस्ने ऊ हिँड्ने म बस्ने हो अब ब्रस बिर्सेर आइसक्यो है ब्रस किन्नु पर्यो त छ न आज बाटो छ केटा सबै नाङ बाबल पनि होइन हो त्यो त यस्तो पुरै नेवार काटे यता कहाँबाट गयो माछा मार्ने अरे के यो है पलुवा लिन ऊ माथि छ अहिले जाने हिजो उडाको परेवा चाहिँ यसलाई लिन जाने हो छोड्ने होइन भनिरहेको भन्दै हिँडिहाल्दैछु मैले हिजोको परेवा त छोपेको परेवा लिन जाने हो न छोपेको परेवा लिन जाने हो न हो ए त्यहाँ ठुलो रुख त्यो रुख यतातिर पूर्वतिर ढलेको भए 10 घर चरक चुरुपै अचाकै मर्थ्यो होला तर अचम्म भयो है हो अचम्मसित ढलेर एउटा भलाई पनि क्षति नपुग्ने गरी ढलेछ त्यहाँको सबै त्यो काट्न मात्र नि 1-1.5 महिना लाग्यो भन्थ्यो 3-4 टरक निस्क्यो अरे दाउरा यो कसको
यो चैतमा आउने अनि अहिले चैतको महिना फेरि चैतमै आउने भन्छ कहिले आउने भ्याइन लाग्यो त के त एक्जाम के अरे रिजल्ट कहिले रिजल्ट 27 गते वहाँ गएर कहाँ जाने अरे लुम्बिनी वनबाटीका अनि फुलबारी त्यो त्यस्तै ढलेर पनि त्यहाँकोलाई क्षति पुर्याउनु सकेन भन्ने कुरा गर्नुपर्छ त्यहाँको समितिहरूले एकजनाले डोनेसन गर्नुभएको रहेछ अनि त्यो मूर्ति लगेपछि त्यहाँ गाई ड्याम गर्ने मान्छे बिमार हुने त्यस्तो भइराख्यो अरे अनि त्यहाँ चाहिँ हेर अन्तखेरि त्यो दुईवटा देवी आम्ने सामने भएर भन्दै पछि त्यो मन्दिरलाई चाहिँ अर्को पछि ल्याएको नयाँ मूर्तिलाई अर्को मन्दिर बनाएर राखेपछि बल्ल त्यहाँ मर्ने बिमार हुने साँच्चै हराएर गयो अरे हिजो पनि धेरै नै पञ्चबली आएको थियो दसैँमा त झन् भन्नै सकिने त्यहाँ बजार हुन्छ राँगोको घरधुरी पनि लगभग 1000-1200 छ भन्ने कुरा गर्नुहुन्थ्यो पुजारीमा हाम्रो मामा पनि हुनुहुँदो रहेछ मैले हिजो चाहिँ यसो खिचेर हाल्न मन लाग्थ्यो तर के भयो यो पालि पनि केटाहरूले छ्याक्कै छिनाल्नै सकेन राँगाहरूलाई राँगा बोकाहरू मलाई चाहिँ त्यस्तो दृश्य चाहिँ हेर्न नसकेर म चाहिँ बस्न नसकेर हिजो झरेँ सधैँ एक पटक काट्ने केटाहरू त्यही दसैँमा काटे केटाहरूले अहिले चाहिँ 7-8 खेप लाग्यो बिचरा राँगो बोकाहरू चाहिँ काम कराएर जिउ निकालेर आँखा बिचरा धरी आँसु झारिरहेको थियो कसैले नोटिस गरेका गऱ्यो के मिलेन त्यो चाहिँ बुझ्नै सकिएन सबैले किन यस्तो भयो भन्ने कुरा गर्यो खोइ त्यो अब मूर्ति हालेको पनि बल्ल 1-2 साल भयो त्यस्तै हाम्रो मन्दिरमा पनि त्यस्तै भइरहेको छ जुन मन्दिर मेन मूर्ति हो त्यो चाहिँ म हर्दिनँ भनेर बाहिर छ नयाँ बनाएको मन्दिरमा चाहिँ किनुवा मूर्ति छ धार्मिक दृष्टिकोणले पनि यो चाहिँ राम्रो होइन भन्ने कुरा गर्छन् बुढापाकाहरूले यहाँको है घाम तँलाई तेरो साथी हो नि त तँ जहाँ जान्छस् त्यहीँ आउँछ हामीसित हिँडेछ हामी जहाँ जान्छौँ त्यहीँ आउँछ कि हाम्रो ए राति बाघ त होइन चितुवा हो यो वातावरण भाइले दाइले त्यही गरेर मिठाई छ वातावरण पर्यावरण जलवायु परिवर्तनले असर जतासुकै देखिरहेको छ यहाँ पनि यसरी घर कुकुर बाख्रा जे पाउँछ बाहिरै टिपेर हिँड्छ अरे कति ठाउँमा मान्छेले पनि हानेको भन्ने सुनियो चितुवा फेरि खतरनाकै हुन्छ अरू भन्दा बाँदर घर चितुवा घर साँप बारी हाम्रोतिर नीलगाई बँदेल दुन्सी धार्मिक दृष्टिकोणले हेर्दाखेरि पनि एक ठाउँ मन परेको थियो जब कलियुगको अन्त्य हुनु खोज्छ जङ्गली जनावरहरू जति सबै गाउँ आउँछ सूर्य 12 जति हुन्छ भने 12 जति हुन्छ मान्छे मासु खान्छ
प्लास्टिकको थालमा प्लास्टिकै खान्छु भनेर त्यहाँ बेडमा लेखेको छ भनेको त त्यो कुन बेडमा हो त्यो मलाई थाहा भएन र अहिलेको स्थिति हेर्दा सेम त्यस्तै देखिरहेको छ हो यो मैले 10-12 साल पहिला पढेको हो मैले त्यतिखेर पताएको थिएन तर आज सुन्नुहुन्छ प्लास्टिकको चामल प्लास्टिकको अन्डा प्लास्टिकको थाल प्लास्टिकको बटुको जनावरहरू जति अब बिस्तारै गाउँतिर आइरहेको छ गर्मी बढेछ अब त्यो बारेर घाम भन्नुको मतलब त्यही होला अब मान्छेले माछ खान्छ नि अब खेती पनि हुने छोडिसक्यो यहाँ मैले अब खेतीपाती पहिला जस्तो हुन्न भन्ने यहाँ सबै पूजा पञ्चबली पूजामा खाना जाँदैन सबै ग्रुप गयो अनि खाएर आएपछि त्यही कुरा भयो कि पहिलाको यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो अहिले त ढुङ्गा जस्तो छ खेत बारीहरू भन्ने कुरा गर्नुभयो मैले त्यही भनेको युरिया र खादको प्रयोग भएपछि त्यो त ढुङ्गा त हुने त भयो हाम्रोतिर अब जेतिर बाँचो मारेको ढेलाले कन्चेटमा लगायो भने मान्छे मर्छ त्यस्तो साह्रो पर्छ हामी गाई पाल्दाखेरि गाईको मल हाल्दाखेरि सहर एकपल्ट जोतेपछि आफै बालुवा जस्तो फरफरी हुन्थ्यो आजकल त ढुङ्गा निस्कियो जस्तो फक्लक फक्लक डल्ला डल्ला निस्किन्छ पानी सुकाउने काम सकिँदैन हेर्नु अल्छी भन्छ ल हिँड दिदीहरू कता गरेछ दिदी मोबाइल झरेको थियो यो केटालाई त्यो पनि थाहा रहेछ कि त्यसै हजुरको यहाँ मोबाइल झरेको भने भन्छ मैले त बिर्सिसकेको रहेछु अनि यहाँ माछा मारेको भन्छ आयो आयो अझै पनि थाहा छ माछा मारेको ठाउँ यहाँ छ भनेर आयो आयो भनिरहेको छ हाम्रो एनसीको भदैँ नि के भयो पछि यहाँ पनि अहिले यस्तो ढुङ्गा मात्र छ है बनेर आएपछि यहाँ ठुलो पानी हुन्छ ऐसले अझै आएपछि चुत्रो भन्ने हुन्छ त्यो पाक्छ चुत्रो त यता नहुँदो रहेछ हाम्रो शिरको तेल हुन्छ मियाल चुत्रो ल टोक्दैन टोक्छ हजुरलाई त टोक्छ होला यत्रो बच्चा नि बच्चा छ के यो हाल्ने होइन कि बच्चा छ यो लाने होइन कि खानु मिल्ने हेर्दा यत्रो बच्चा के ने के हो त्यस्तो ड्रमभित्र कहाँको यो कसलाई हाल्ने हो माथि होला बरु के थापेको थियो हाँडा चाहिँ हो
पार्दैन यहाँबाट साँप विषालु साँप पानीमा बस्दैन कि त्यही गर लिएर तानेर लग्यो नि उहाँ पानी अति पस्नु पर्यो नि पार लगाएर तान्दियो है पानी छोरा यहाँ गङ्गे यहाँ देखा माछा सानो भोटे रहेछ कति